हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। हजुरलाई फेरि पनि स्वागत छ मेरो भिडियोमा, मेरो भ्लगमा है। अन्त आज चाहिँ म यहाँ फ्रेस भएर चाहिँ अलिपुर जानु लागेको। बुढा र म चाहिँ यहाँ रेडी हुन आँटेको कोर्टको कामले गर्दाखेरि है। म चाहिँ यहाँ ढिलो भएर छिटो गरेर रेडी पनि भइसकेँ है। अन्त अब चाहिँ हामी निस्किने घरबाट। एन्ड फाइनली हामी चाहिँ यहाँ घरबाट निस्किसक्यो है। अन्त त्यहाँदेखिको चाहिँ यहाँनिर चाहिँ हामी दुईजना छौँ है। यस्तो डरलाग्दो घाम लागिरहेको छ, आज गरम पनि पुरा छ। Finally, after 48 minutes, we reach Alipurdwar and now we are going to the court. सबसे पहिला चाहिँ हामी यहाँनिर हाम्रो फेभरेट भेलपुरी खानु लागेको छु गाइज होइन। यहाँ चाहिँ अलिपुरको चाहिँ फेमस भेलपुरी चाहिँ दामी लाग्छ गाइज हो। एन्ड गाइज यो भिडियो चाहिँ मैले अस्ति नै बनाएको। अहिले प्रेजेन्टमा चाहिँ म सिलगढी आइ पनि सकिसकेको छु होइन। लेट पोस्ट गर्दैछु अनि घर गएको चाहिँ मैले भिडियो बनाएको थिइनँ। आई फिल भेरी ब्याड टु से इट कि आज चाहिँ हाम्रो काम भएन अनि भोलि चाहिँ आउनुपर्ने हुन्छ फेरि पनि कोर्ट चाहिँ। हेलो गाइज, वेलकम ब्याक। इट्स द नेक्स्ट डे है। हामी चाहिँ यहाँनिर कोर्टमा आएर पनि वेट गरिरहेको छौँ। यहाँ चाहिँ मान्छे आएको छैन है। आफ्टर अ लङ टाइम देयर वाज अ ह्याप्पी न्युज है कि फाइनली हाम्रो चाहिँ कोर्ट म्यारिज रेजिस्टर भयो होइन। हामीले चाहिँ कति महिनादेखिको ट्राई गर्दै थियौँ गाइज होइन। फाइनली आज चाहिँ त्यो पनि पुरा भयो। अनि अब आफ्टर 15 डेज नभए 1 मन्थमा चाहिँ हाम्रोमा एउटा इमेल रिसिभ हुन्छ अरे है। अनि त्यो इमेल आएपछि चाहिँ हामी विटनेस लिएर फेरि पनि कोर्ट आउनु पर्नेछ। त्यसको बादमा चाहिँ फाइनल हाम्रो चाहिँ कोर्ट म्यारिजको सर्टिफिकेट पनि आउनेवाला छ होइन। नाउ वी आर गोइङ टु वर्स होम है। अनि हामी चाहिँ यहाँनिर बाटोमा रेला गर्दै खुसी हुँदै। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। बाई बाई।